सो हेलो एन्ड नमस्ते है, दिस इज मेरो रविचन्द्र थापा। सो आज चाहिँ मेरो छुट्टीको दिन शुक्रबार, अनि आज पनि भर्खर उठेर चाहिँ अलिअलि रुम सफा गर्दै आज धेरै पछि आफ्टर लङ टाइम पछि रुम सफा गरिदिएर चाहिँ यसो बाहिरतिर जाम भनेर क्या। शुक्रबार अरू बिदाको दिनमा सधैँ म के गर्थेँ भने रुममै सुतेर बसिदिन्थेँ नि त। अब भोलि पनि बिदा मेरो शनिबार, अनि आज चाहिँ जस्तै बिजी रहेछ मैले देखिरहेको थिएँ होइन। अनि खास म चाहिँ अब यहाँको रामदान नै सकिनु लाग्यो नि त। अब ठ्याक्क आज कति तारिक, आज 22 तारिक कि 21, आज 22 तारिक हो कि 22 तारिक भने चाहिँ अब ठ्याक्क 22, 10, 32 भने चाहिँ 9 दिन छ भनौँ न, एक हप्ता छ। अब एक हप्ता पछि चाहिँ सकिन्छ। अनि त्यहाँबाट चाहिँ अलिकति पहिलाको लेभलमा आउँछ। हाम्रो फेरि आज फेरि ड्युटी रोस्टर चेन्ज भयो। उहाँ फेरि एकदम लक्की मान्छे भने अरू बेलामा सधैँ के हुन्थ्यो भन्दाखेरिमा मर्निङको चाहिँ हाम्रो 11 बजेको छ नि त। अनि सेम पहिलाको सेड्युलमा आयो क्या। कति बज्यो भन्दाखेरिमा मर्निङको 10 बजे आयो। अनि मिटको चाहिँ हाम्रो 12 मा गयो होइन। अनि पिएम चाहिँ 1 बजे गयो क्या। अब यहाँभन्दा अगाडिको चाहिँ के थियो भने मिटको 1 थियो अनि पिएमको 2 थियो नि त। अनि त्यही भएर अनि म एकदम लक्की मान्छे, म चाहिँ लक्की, एकदम लक्की केटो म होइन। के हो भने अब फेरि पर्सि चाहिँ खै के भन्छ, अब यही नै जान्छ होला हाम्रो मेबी होइन। अब त सक्यो नि त, यो हाम्रो चाहिँ रमजानको लागि चाहिँ त्यो गरेको थियो कि त्यो रोस्टर। अनि सधैँ बिदाको बेलमा रुममै बस्यो, यताउति बस्यो, फ्रेसै नहुने क्या। अनि आज त म सुतेर अनि उठेर ठ्याक्क खानासाना खाएर होइन रुम सफा गरिदिएको। आज त धेरै ठुलो काम गरेँ नि मैले त। अनि रुम सफा गरेर अनि उता त्यो लामिरतिर जानु लाग्यो। लामिर बिच म जान्छु भनिरहेको थिएँ होइन। अब एक्लै भयो नि, हिँड्नु पऱ्यो नि त। अनि त्यही भएर यसो त्यहाँबाट समुद्र गएर आइदिनु पऱ्यो। समुद्र यहाँ छेउमै छ। मान्छे कहाँदेखि यहाँकोमा आउँछ। अब म यहीँ भएको मान्छे नि म गइरहेको हुन्न क्या, जान्छु भन्छु। तर त्यही त टाइमिङ नमिल्यो कि अब त्यो धेरै अल्छी भएको, अल्छी हुँदो रहेछ यार। त्यो काम गरे पनि अल्छीपना चाहिँ मेरोमा गएको छैन अझै। सो त्यही नै हो। अब के हो भन्दाखेरिमा खास म एउटा काम पनि छ यहाँ यो बस स्टपमा। के छ भन्दाखेरि मैले हेर्नु परेको छ कहाँ आउँछ हेर्नुपर्छ कि भोलि मेरो साथी आउँदैछ नि त। अनि मलाई चेक गर भन्दै थियो, मलाई खास थाहा छैन। यतातिर खासै थाहा छैन नि त। अनि जुमेर उता यो बुटुमनतिरबाट नि यहाँ आउँछ कि आउँदैन भन्ने थाहा छैन मलाई चाहिँ। अनि सुरुमा म त नयाँ त हो नि यो ठाउँमा त। यो ठाउँमा भने यो दुबईमै नयाँ म 3-4 महिना भयो भर्खर आएको। अनि काम गर्न थालेको 3-4 महिना भयो। आएको त म 5 महिना भयो कि 6 महिना भयो यार आएको। अस्ति भर्खर आए जस्तो लाग्छ। टाइमिङ गएको थाहा नै हुँदैन कसरी गएको हुन्छ होइन। अनि हावा चलिरहेन आज त। यहाँ यो बत्ती पाल्छ बेलुका, अहिले उताबाट बत्ती बलिरहेको होइन। यहाँ माथि बलिछ खतरा, यो रङ रातो, निलो, हरियो, पहेँलो, सेतो सब बल्छ। अनि उतातिर चाहिँ तिहार लगाइरहेको फेस्टिभलमा तिहार ला है। नेपालमा यस्तो बत्ती बाल्ने बित्तिकै तिहार ला हुन्छ। अब यहाँ त बाह्रै महिना तिहार लगाइरहेको हुन्छ भने किनभने यहाँ यतातिर उगरे हुन्छ नि त। यो यस्तो झिलिमिली हालिदिएर हुन्छ रोडतिर होइन, रोडतिर। अनि उहाँ त्यो उसमा बत्ती बालिदिरहेको हुन्छ नि त। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ अनि बत्ती बालिदिरहेको हुन्छ। यस्तो हुन्छ क्या, यस्तो तिहार लाग्यो यहाँ गाइस। सबै यहाँ दुबईमा तिहार लगाइसक्यो क्या। अब नेपालमा लाग्न अझै 1 वर्ष कति बाँकी छ होइन। यहाँ लगाइसक्यो। अब म जानुपर्ने चाहिँ यहाँबाट ठ्याक्क पारी हो होइन। यहाँबाट गयो नि भयो, त्यहाँ माथिबाट गयो नि भयो। तर म माथिबाट जान्छु। यहाँ पुरुन्जेल त माथि पुग्यो नि त। तर एउटै हो जहाँबाट गयो नि। अनि बिचमा खास अब यतिखेर चाहिँ मान्छे आउँदैन। बेलुकातिर त खासै आउँछ। मलाई यहाँको थाहा छैन। फेरि बेलुकातिर मरिनामा चाहिँ खास तपाईँहरू दुबईमा हुनुहुन्छ भन्छ होइन। मरिना बिच चाहिँ जानु एकदम क्राउडको छ। अब खास आज मेरो प्लान चाहिँ म कहाँ जान्थ्यो भने म उता ओमान जानु लाग्थेँ नि म आज। अनि खै अब त्यस्तो के रोस्टरै मिलाउनु सकेँ मैले यार। म अर्को हप्ता चाहिँ जान्छु होला। म ओमान जानु लाग्थेँ कि म घुम्नको लागि। अनि ओमान गएर बिहान गएर बेलुका फर्किनु भनौँ न। नजिकै हो नि त यहाँबाट त। गाडीमै पुग्छ होला हौ। कति 2-3 घन्टा 2 घन्टा मात्रै पुग्छ होला ट्याक्सीमा। अनि आज जाने भन्थ्यो। अब साथीको पनि बिदा थियो, मेरो पनि बिदा थियो। अनि मिलाएर यसो जाम फाइनल भइसकेको थियो क्या। फाइनलै भएको थियो। मेरो फेरि एउटा ब्रदर हुनुहुन्छ क्या, उसकोमा मैले कुरा नै गरेको थिएँ यो उसको लागि, टिकटको लागि। अनि कुरा भइसकेको थियो। अब फेरि मलाई अब के भयो फाइनल भएको कुरा नि त्यहाँ त्यो टिकट काट्नेसँग कुरो भएको थियो क्या। त्यो टिकटै काटेन। अब फेरि प्लान बनाएँ मैले हो। मलाई फेरि जानै लाग्दैन क्या। अब अर्को शनिबार चाहिँ 100 जाने हो। फेरि अर्को साथीको उसको फेरि शुक्रबार र शनिबार डेली छुट्टी पर्छ होइन। ऊ र म छुट्टै सेक्सन हो नि त। ऊ हटमा हो, म पेस्टिङमा हो। अब साथी भनौँ दाइ हो, दाइ भनौँ न होइन। अब आफू त रेस्पेक्ट त गर्नुपर्छ नि त। अरूले गरेन नगरेन मबाट चाहिँ सिक्नुपर्छ है।
मेरो भिडियो हेर्नुहुन्छ सबैले त्यो रेस्पेक्ट गर्न सिक्नुपर्छ। अनि यहाँ तपाईँ आएर अनि खास आज जाने भन्ने कुरा थियो, अनि त्यो खास के भयो क्या। अनि अब चाहिँ अर्को हप्ता चाहिँ दुबई टु ओमान ठ्याक्कै बिहान गएर बेलुका मेरो आइदिनु पर्छ। मलाई किरा अब यहाँ म त यहाँ किरा रोक्यो कि रोक्यो होइन कि जस्तो भयो क्या। पुराबाट गाडी आइरहेको नि त, फेरि यहाँ छिर्दिनुपर्छ ट्याक्क लाएर। यहाँ देखा त यहाँ वेट गर्ने, यहाँ रातोमा वेट गर्ने, यो क्रसमा क्रस गर्ने, अनि के हो डु नट स्टार्ट रे। अनि त्यही नै हो। अब चाहिँ आजको चाहिँ उताकोतिरको भ्यू चाहिँ कस्तो के अरे कतिको क्राउड हुन्छ त्यहाँको त्यो लाग्ने त्यस्तो त्यो चाहिँ हेर्नुपर्छ गाइज है। त्यहाँ हेरेर अनि आज चाहिँ मैले फेरि त्यो गोजी चाबीमा हिजो के भयो चाबी काण्ड के रुममा चाबी काण्ड भएछ। के भएछ भन्दाखेरि खास अरू सबै तपाईँहरू सुन्यो अमला काण्ड होइन के काण्ड सुन्यो होला, चाबी काण्ड कहिले सुनेन नि गाइज। होइन आज चाबी काण्ड सुनौँ है त। भिडियो चाहिँ मसँग छैन, चाबी काण्ड चाहिँ मसँग, चाबी चाहिँ मसँग छ, काण्ड चाहिँ हिजोको हो। अनि यसो भयो त्यो चाबी काण्ड कस्तो भयो भने जहिले मसँग एउटा चाबी छ, दाइसँग एउटा चाबी छ होइन। चाबी बनाउनु अब बिदा भन्नु म बनाउनु जान्छु, दाइ नै बनाउनु जान्छु भन्ने भन्छ। अनि चाबी खास म त खास म उता गएको थिएँ नि त, मेरो खास हिजो मर्निङ ड्युटी थियो, म गइसकेको थिएँ। म चाँडै आउँछु भनेर दाइले चाबी उराखेको थियो क्यारे होइन। दाइ चाँडै आएछ, दाइ चाँडै आएपछि अब चाबी खोज्यो छैन होइन। म मेरो हिजो अस्ति हो क्यारे, किडनीले कामै गर्दैन क्या, घरिघरि किडनी फेल भयो कि के भयो अनि के भयो भने खास मेरो त्यो 12 बजी ड्युटी भएको बेलामा म 12 बजे चाबी लिएर आएँ। अब दाइले अब चाँडै गएँ, चाबी खोल्यो होला होइन। चाबी खोल्यो, चाबी मरै पाएन, आधी घन्टा अति त्यहीँ बस्यो। 9 बजेको मान्छे 9:30 10 वर्ष त्यहीँ छ होइन। अब चाबी अब मसँग नि छैन। अब के भन्दा त्यो चाबी अब त्यहाँको ओनरलाई फोन गरेर 10:30 बजे उनीहरू सुतिरहेको हुन्छ नि, हामीले काममा गएर आउँछ त, हाम्रो त रात हुँदैन नि त। अब काममा गएर आएको मान्छे होइन, अब ऊ सुत्यो मान्छे अब उठाइदियो फोन गरेर आयो। अनि आएपछि अब लास्टमा चाबी कहाँ रहेछ भन्दाखेरिमा त चाबी चाहिँ तपाईँको त्यो वासरुमको त्यो यतापट्टि ढेकामा हुन्छ नि, ढोकाको ठ्याक्कै यस्तै कुनामा भने त्यस्तै कुनामा बसेछ क्या। अनि त्यहाँबाट खोज्दा बल्ल पाएँ नि त। अनि त्यहाँबाट अबदेखि चाहिँ के भयो कुरा भन्दाखेरिमा दाइको र मेरो चाहिँ चाबी लाने कुरा चाहिँ एउटा बनाउने, एक कुन्टा लाने, दुईवटा दाजुभाइले, एउटा दाइले एउटा भाइले। अनि हरायो भने नि पायो नि त चाबी त होइन र। मसँग हरायो भने दाइसँग छ, दाइसँग हरायो भने मसँग, अब दुईवटासँग हरायो भने फेरि चाबी काण्ड 2 आउँछ, पार्ट 2 आउँछ। अनि फेरि अब चाबी काण्ड यो चाहिँ चाबी काण्ड पार्ट 1 भयो। अब हरायो भने झन् अब पार्ट 2 + 2 क्या। कसरी +2 भयो भन्दाखेरिमा अहिले हराउँदाखेरि पार्ट 1 भयो। अब मेरो नै हरायो, दाइको नै हरायो भने 2 + 2 4 भयो नि त। त्यही भएर चाबी काण्ड +2, चाबी काण्ड 2 आउँछ क्या। सो त्यही नै अहिले बढी नि बोल्यो जस्तो लाग्यो। अनि खास म चाहिँ ड्युटी जाने यही बाटो नि त, जहिले पनि यही बाटो। अहिले चाहिँ यहाँ बत्ती बल्नु थाल्यो, बत्ती बालेपछि चाहिँ बबाल्यो। राति चाहिँ बाल्दैन म आउनु, अहिले चाहिँ किन हो म आउँछ भनेर फाल्दै के हो। अनि यहाँ चाहिँ रुखरुखमा बत्ती बाल्दै यस्तो खास यस्तो रुखरुखमा चाहिँ खास बत्ती बाल्नु हुँदैन क्या। देख्ने नै हो भने चाहिँ यस्तो अलिक बुझ्ने नै हो भने चाहिँ यस्तो रुखमा बत्ती बालेको चाहिँ मलाई चाहिँ अलिकति नराम्रो लाग्छ क्या। भन्नु चाहिँ हो यहाँ त अब खासै रुख नै छैन होइन। खास यस्तो उता यो चराहरू आउँछ नि, तिनीहरू त खास त्यो अँध्यारोमा हुने हो नि त। अनि चराहरू कहाँ आउँथ्यो, यहाँ चरा देखाएको छैन। मैले अस्ति एउटा चरा देखाएको थिएँ, चरा के चरा, त्यो चराको नाम डाङ्ग्रे कि डाङ्ग्रे हो, डाङ्ग्रे देखेको थिएँ। अनि अब सुत्तै नि हो, यताबाट गयो नि भयो। पहिलाको यहाँको खतरा डेकोरेसन गरेर बनाएको सबै यो हो नि, सबै यो रेस्टुरेन्ट पुरै लकडाउनले पुरै चुर्लुमै चुर्लुमै डुबाइदिएको भने पुरै चुर्लुमै त्यो समुद्रमा चुर्लुममा डुबाए जस्तो चुर्लुममै डुबाइदियो। के बोले भाइ, अब के बोले? कोभिडले त धेरै डुबायो नि यार। अब माथिको कहाँको यहाँको मान्छेलाई यहाँ झार्दै क्या। अनि तनाव भयो नि त नि, यस्तो यहाँ यत्रो विकसित मुलुक त यस्तो भयो नि। नेपालमा त चलायो बुढाहरूले चलाउनु चाहिँ के पानी खाएर चलाएको, बेसार पानी खाएर चलाएको है। यहाँ त्यो बेसार कहाँबाट पाउने यहाँ, यो अब त्यही नै हो। अब यहाँ चाहिँ यतातिर यस्तो लाइट हालिदिँदो रहेछ, तर यस्तो लाइट खास चाहिँ राम्रो त राम्रो, तर म बेलुका आउँदाखेरि चाहिँ खास बालिरहेको हुनु नि त। अहिले चाहिँ त्यो साँझ पर्ने बेलामा नेपालमा बत्ती बाल्नु पर्छ भन्छ नि, त्यही भएर बाल्दै होला। अब यतातिर चाहिँ कस्तो छ भने यो चाहिँ कस्तो नेपालको सानो त्यो रिसोर्टहरू, त्यो पार्कहरू जस्तो टाइपमा छ क्या यहाँ चाहिँ। अनि यहाँ भने यत्रो ठाउँ छ होइन, यो हल्ला छैन हो, केही छैन। यो बिचमा चाहिँ त्यही हो। अब मरिनाको म खास अब यो म अलिकति चलपल हानेको ब्रिज भनेको चाहिँ बिच भनेको चाहिँ यो यता बुज अरबको हो होइन। त्यहाँ जानु बाँकी छ। अनि म त्यहाँ जान्छु अब जानु त।
अनि अर्को त कहाँ हो नि म अर्को हप्ता ओमान जान्छु होइन अब ओमान गएर आएपछि अनि सोच्नुपर्छ त्यो चाहिँ अनि बिचमा फेरि यस्तो हुन्छ कि एक्लै जाँदा फेरि त्यो लास्ट झ्याउ हुन्छ क्या अब गएर एक्लै उहाँ त्यत्रो ग्रुप हुन्छ एक्लै गएर खेल्नु त लास्टै झ्याउ हुन्छ नि त अनि त्यही भएर ग्रुप भयो भने दुईजनासम्म भयो भने कफन छाती त हुन्छ नि त एक्लै गयो स्विमिङ गयो त्यो मजै आएन नि त दुईजना जानुपर्छ अनि यहाँ चाहिँ आएर मान्छेले कस्तो छ नि त्यो एकदम टेन्सन भएको बेलामा होइन त्यो टेन्सन भएको बेलामा एकदम त्यो मान्छे डिप्रेसनमा गयो भने त्यो मान्छेले एकान्त ठाउँ खोज्छ नि त्यो ठाउँ चाहिँ यो हो क्या नेपालमा हुनुहुन्छ भने नि भिजिटमा यहाँ बसेर गएर जाँदा एकदम चिल हुन्छ यार यहाँ बसेर हो सही हो यस्तो ठाउँमा त है यो त अनि एकदम नेक्स्ट लेभलको हो नि त एकदम चिल दिन ठाउँ यहाँ कसैले कसैलाई डिस्टर्ब गर्दैन नि त त्यही भएर अब बन्द भइसक्यो यो बिचतिर त अब कहाँ छ यो म त्यतिकै जस्तो भयो नि त हेरेर त बिचमै खास बिचमा आएको अब बिचमै बन्द भइसक्यो रहेछ त म एक्लै गएर खेल्नु पनि भएन होइन त्यही भएर अब चाहिँ म यताबाट घुमेर उता जान्छु क्या निस्केर जान्छु अब कहीँ भएन यहाँ अब भन्नु अब चाहिँ यहाँको समुद्रमा खै थुन्छ कि समुद्र के हुन्छ अब चाहिँ होइन अब त्यो धेरै आइदिन्छ क्या पानी वहाँदेखि यहाँसम्म पानी आइन्छ कि ऊ त्यो राखेको सेतो छ नि हो त्यहाँसम्म देखाएन होला देखेन त यहाँसम्म आइदिन्छ क्या अनि त्यही भएर दिउँसोमा बेलुकामा चाहिँ खै त्यो बन्द नै गर्ने होला त बन्द गरेर भयो यस्तो भयो होला बेलुकातिर चाहिँ रातिभरि चाहिँ खोलिदिन्छ त्यो अनि त्यही भएर खास कति वर्षमा होला नि त यहाँ एन्ड टाइमिङ होला नि त होइन टाइमिङ भयो अरे टाइमिङै हुन्छ होला जस्तो लाग्छ मलाई पनि अनि यो यहाँबाट कति वर्षमा भन्ने होला नि त यति बजीदेखि बिहान त खोलिहाल्छ बेलुका चाहिँ अनि यहाँ फेरि गार्ड पनि हुन्छ हौ यहाँ गार्ड कतिजना नै हुन्छ यहाँ गार्ड अब त्यो खोल्ने बन्द गर्ने गर्नु पऱ्यो नि त त्यो मान्छेहरू हेर्नु पऱ्यो नि यहाँ फेरि त्यो पौडी खेल्ने त्यो स्विमिङ गर्ने खालको त्यो एउटा क्राइटेरिया छुट्याइदिया हुन्छ क्या यहाँदेखि यहाँसम्म खोल्ने हुँदैन अनि त्यहाँदेखि चाहिँ बन्द हुन्छ अनि त्यहाँबाट अब म चाहिँ उता नजानु भयो होइन यहीँबाट चाहिँ म कहाँपट्टि जान्छु एकछिन यहाँ बसेर अब चाहिँ हिँडेको म हिँड्दिएको अनि यहाँ यस्तो बिजुली त्यो बत्ती बालेदेखि चाहिँ आनन्द आउँछ क्या ठ्याक्कै त्यो दसैँ तिहार दसैँ तिहारमा त दसैँमा त हुन्न तिहारतिर यस्तो बत्ती बालेको चाहिँ हाम्रो गाउँ घरतिर ठ्याक्कै त्यस्तै आउँछ हो यतिको हावा चल्यो भने चाहिँ बबाले हो क्या यहाँ चाहिँ यो त्यो समुद्रको त्यो उसले होला खास यहाँ हावा चलेको त दिउँसोतिर यसो चल्नुपर्छ होइन म ड्युटी आउने बेलामा आनन्द हुन्छ नत्र यहाँ अरू बेलामा त के हुन्छ त्यो दिउँसोतिर आयो भने त त्यो बिस्तारै हिँड्यो भने झन् पोल्छ अनि अलिक चाँडै चाँडै हिँड्यो भने झनै पोल्छ केही गरे नि सुख छैन बिस्तारै हिँड्यो भने झन् पोल्छ झन् बेसी हिँड्यो भने झन् पोल्छ तनाव छ नि यहाँ त काम गर्नु त दुबईमा हो यत्तिको हावा चाहिँ चलिरह्यो भने नि घाम लाग्यो नि हावा चल्यो भने त शीतल आउँछ नि त घाम आउने घामको त्यो किरण यहाँ तल पर्छ मेरो साथी किरण होइन है फेरि त्यो घामको किरण चाहिँ मेरो साथी नि एकजना किरण छ क्या किरण अनि सो त्यही नै हो यो यत्तिको हावा चलिरह्यो भने चाहिँ सही हुन्छ तर चल्दैन एकछिन चल्छ दिउँसोतिर झन् चल्दैन भोलि शनिबार भोलि नै छैन भोलि दाइको बिदा त छैन क्यारे यो हप्ता त सकिसक्यो मेरो अस्ति थियो नि त दाइको बिदा हो एक्लै हो यस्तो हुन्छ एक्लै भयो भने अब खासमा आजै हिँडेको हो या बिदाको दिनमा नत्र म कहिले पनि हिँड्दिनँ नि यसरी हिँड्दिनँ होइन रुमै बसिदिन्थेँ नि त रुमै बसेर सुत्दिन्थेँ भनौँ न बस्ने भन्नाले नि सुत्दिन्थेँ अनि हिँड्दिनँ झ्याउ लाउने लास्टै अनि त्यो एकदम लाटो हुन्छ कि अलस्स हुने जान पनि थाकेको जस्तो हो नि काम गर्दाखेरि झन् थाक्छ काम गरेको बेलामा चाहिँ थाक्दैन बरु त्यो सुतिरहेको धेरै सुत्यो भने थाक्छ क्या यो अनि त्यही हो मान्छेलाई अब जे भयो नि पुग्दैन जति भयो नि जे भयो नि पुग्दैन अब त्यो आफूले मिलाउने हो टाइमिङ यताउति आफ्नो सेड्युल आफैले मिलाउने हो क्या अब घर आइपुग्न लाग्यो होइन बाहिरतिर चाहिँ तिहार लागेको अवस्था छ तिहार हो कि तिहार होला होइन यतिखेर पुरै यो छ नि त यो झिलमिली छ नि त अनि उति अघि मैले भन्थेँ नि त्यहाँ त्यस्तो रङ्गी चङ्गी पल्टा छ दिउँसोमा त खासै देखिँदैन बेलुका देख्छ बबाल अब बेलुका भयो नि त अनि आजको दिन पनि सकियो गाइस एक दिन सकियो बिदाको दिन अब अर्को एक दिन मेरो सिङ्गै बाँकी छ अब भोलि नै यसरी नै भोलि चाहिँ मेबी लाग्छ म खास बाहिर जाने कुरा तर त्यो ठ्याक्कै के हुन्छ भने त्यो चेन्ज भइदिन्छ क्या अटोमेटिक त्यो आज नि त जाने त म ओमान जाने भन्थेँ नि होइन सबै भइसक्यो थियो मैले टिकटको लागि मैले पनि साथीको उसलाई भनिसकेको थिएँ अनि त्यो अब त्यो फिक्स भएको कुरा नि अब त्यो हुँदै भएन अब त्यो झन् कहाँ हुन्छ त्यो त झन् हुँदैन होइन त्यही भएर अब चाहिँ खास म त्यो प्लान भने त्यो कहिले पनि प्लान बनाउनु हुन्न कि त्यही भएर प्लान बनायो भने झन् त्यो हुँदैन त्यो बिना प्लानमा हिँड्नुपर्छ प्लान बनाएर हिँड्यो भने त झन्
त्यो सक्सेसै हुँदैन बिना प्लान गरेर जाम भन्छ गइदिइहाल्यो भने चाहिँ हो होइन त्यो प्लान बनाएर आज जानुपर्छ भोलि जानुपर्छ भन्नु भने त झन् कहिले हुँदैन त्यो प्लान बनाएको त कहिले सक्सेस हुँदैन त्यो खास त जाने कुरा भएको छ साथीको अनि त्यो दाइको पनि बिदा थियो नि त आज अनि आज फेरि मेरो उसको पनि बिदा मिलेको मेरो पनि बिदा मिलेको अनि त्यहाँबाट त्यही भएर कुरा भइसकेको थियो अब के जाने अब अर्को हप्ता मिल्यो भने अर्को हप्ता जानुपर्ने हुन्छ अनि यहाँ चाहिँ दामी पारामा हाल्दाखेरि अब यहाँ यस्तो बत्ती बलेछ नि त यहाँ चेन्ज हुन्छ निलो हरियो रातो पहेँलो रातो त बोल्दैन होला अरू चाहिँ बल्छ अब यो सकिन लाग्यो रमजान पनि रमजान सकेपछि फेरि हामीलाई घाटा लाग्छ फेरि गाइज मलाई किन घाटा लाग्छ भन्दाखेरि मेरो ड्युटी आवर बढ्छ नि त अहिले 9 घन्टा मात्रै परिरहेको अबको ठ्याक्क अब चाहिँ कति घन्टा पर्छ भन्दाखेरिमा अब त्यो तपाईँको कति घन्टा भन्यो भने कति घन्टा रे 12 घन्टा पर्छ 12 घन्टा पर्छ अनि अघि मैले यहाँ हेर्ने भन्दा साथी आउँदैछ नि त मेरो भोलि अनि यहाँ हेर्ने हो कि भनेको त्यो खास मैले बिर्सिदिएँ अब चाहिँ हेर्नुपर्छ क्या मैले त्यहाँ गएर अब यहाँ खास त कस्तो हुन्छ भने यहाँ सुरुमा मलाई खासै गाडी चढ्थेन नि त अनि खास उतापट्टि बढी मेट्रो चढ्ने अनि यतापट्टिबाट त खास लाग्नु त लाग्छ तर कुन गाडी कति नम्बरको मलाई थाहा हुँदैन क्या यहाँ हेर्नुपर्छ नि त यहाँ हुन्छ कति नम्बर गाडी यताउति भन्ने हुन्छ अनि यहाँबाट हेऱ्यो भने चाहिँ सबै थाहा हुन्छ न सुरुमा आएको मान्छेलाई पनि थाहा हुन्छ हेर्ने भनेको यहाँबाट यहाँ खोल्ने ठ्याक्क लाएर यस्तरी अनि यहाँबाट चाहिँ हुन्छ होइन यो 600 कति भन्थ्यो अब गएको मलाई साथीलाई पनि ठ्याक्क साथीको उनी थाहा भएन मलाई त्यो नम्बर फेरि भोलि आउनुपर्ने हुन्छ अनि अब भोलि आएर चाहिँ उसलाई म भोलि आएर भन्नु भन्छ अब पाएन भने त के ट्याक्सीमा आउनु पऱ्यो नि त होइन ट्याक्सीमा आउँछु अब के गर्नु त मलाई थाहा छैन तिम्रो साथी नयाँ पऱ्यो दुबईमा अब तिमी पऱ्यो पुरानो म पऱ्यो नयाँ अब त्यो त कुरै मिलेन हाम्रो त त्यो नै मिलेन त्यो के अरे के भन्नु त्यो नै ट्रमै मिल्यो रहेनछ तिमी पुरानो म नयाँ तिमी पुरानो त मिल्दै मिलेन नि अब कि तिमी पुरानो हुनु कि म पुरानो हुनु पऱ्यो कि फेरि तिमी नयाँ हुनु नेपाल गएर फेरि आउनुपर्ने हुन्छ अनि बल्ल लेभल मिल्छ हाम्रो त्यही लेभल मिल्यो नि तिमी त ओल्ड भइहाल्यो नि ओल्ड इज गोल्ड हो नि त अलवेज ओल्ड इज गोल्ड पुरानोलाई नयाँले टक्कर लिन सकेन नि त पुरानो भनेको लेजेन्ड हो क्या त्यही भएर खास मलाई थाहा भएन अब भोलि एकचोटि हेर्छु अब भयो भने भएछ होइन भएन छ भने तिमी अब त्यहाँबाट ट्याक्सीमा आउनुपर्ने हुन्छ साथीलाई भेट्नलाई के हो अब खास त्यही नै हो अब घर पनि आउनु लाग्यो म अनि ठ्याक्क मैले अघि त्यो ठ्याक्क त्यो बस स्टपनिर मैले एउटा सब्सक्राइबर पनि भेटेँ मेरो होइन भेट्यो भने सब्सक्राइबर भयो भनौँ न म यसो भ्लग गर्दै आएको थिएँ खास मैले अघि चाहिँ त्यहाँ एउटा सब्सक्राइबर पनि भेटेको थिएँ कि सब्सक्राइबर भेटेको भन्नाले उसले सोधेको थियो युट्युब छ भन्थ्यो यस युट्युब छ भनेको अनि मैले आफै हान्थेँ नाम अन्त एउटा बेस्ट अफ लग रे यता म लन्डिङ फेजमा छु नि त एकदम भन्दै थिएँ मैले लभ बेस्ट अफ लग राम्रो गरेर अनि त्यो ठ्याक्क मेरो पहिलाको त्यो नेपालमा काम गरेको त्यो भिडियोहरू पनि थियो नि सर्ट्समा अन्त अनि पेस्टिसेप हो अरे यस अफकोर्स म त पेस्टिसेप हो नि त नेपालमा त यहाँ चाहिँ कमी हो नेपालमा चाहिँ पेस्टिसेप हो तर भन्न मिल्यो नि त होइन यहाँ चाहिँ कमी भएको अनि सोध्दै नि हो अब चाहिँ घर पनि आइपुगेँ म होइन सबै त्यो पानी हिजो दाइले त्यो जार मगाएको त्यो महाका डक फुटेको जार ल्याइदिएछ है गाइस पुरै पानी चुहेर त्यो म्याट्रिस चाहिँ मैले बाहिर सुकाइदिएँ कि घाममा सुकिसक्यो होला है अनि त्यो रुम नि फेरि क्लिन हान्दै आज त अनुहार टल्किन्छ मेरो